वीरेन्द्रनगर 12 चनौटे निवासी रत्नकुमारी थापाको घरमा सञ्चालित दर्लामी राइस मिलमा हामी पुग्दा ढुङ्गे घट्टमा मकै पिस्ने काम चलिरहेको थियो। उहाँले सञ्चालन गर्नुभएको मिलमा गहुँ, मकै, कोदो कुट्नुको साथै तोरी पेलेर तेल पनि निकाल्ने काम हुन्छ। यो मिल सञ्चालनको लागि उहाँले 3 फेज लाइनको बिजुली नै जडान गर्नुभएको छ। साथै धान खरिद गरेर भण्डारण पनि गर्नुभएको छ। भण्डारण गरिएको धान यसै मिलमा कुटेर चामल पनि उहाँले बिक्री गर्नुहुन्छ। रत्नकुमारी थापा विगत 17 वर्षदेखि बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडमा आबद्ध हुनुहुन्छ। हाल उहाँ संस्था अन्तर्गत सुन्दरनगर शाखाको केन्द्र नम्बर 67 को गैरी बौद्ध महिला विकास केन्द्रमा आबद्ध हुनुहुन्छ। 15-20 वर्ष भयो होला। मैले पिङसिङ पनि खाइसकेँ एक फेराको। पोहोर भदौमा ले पिङसिङ लिएर एउटा माउ बाख्रा किने थियो सर। त्यहाँ फेरि अस्ति भर्खरै बेचे त्यो बाख्रालाई फेरि ब्याएर अरू के कटा मास्यो। अनि 12,000 ती बिमा गरेँ। अरू एउटा 15,000 हालेर बाख्रा ल्याएको सर। त्यो बेचेँ मैले फेरि अस्ति नै। पिङसिङ खाइसकेर 16 वर्ष भयो। साँच्चै मलाई त धेरै न सबभन्दा धेरै राम्रो लाग्यो यो बौद्ध संस्थाले गर्दा न यहाँ हामीले छोराछोरी पढाउन र घर खर्च टारिरहेछौँ सर। पहिले त्यहीँबाट न मैले 3,000बाट सुरु गरेको। 3,000 लिएर खसी किनेर पनि बेचेको सर मैले। आजसम्म त भगवान्ले 7 दिनले तिरी राखेको छ के अरे। अब आउने दिनमा पनि तिरी राखौँला भन्ने भगवान्सित प्रार्थना गरिरहेको छ सर। हजुर आफूले मिहिनेत पनि। हजुर उहाँको मिलमा आउने जो कोहीको आँखा ढुङ्गे घट्टमा पर्ने गर्छ। गाउँघरमा अहिले पनि घट्ट पानीबाट चल्ने गर्छ। तर उहाँको श्रीमानले जाजरकोटदेखि ढुङ्गा मगाएर बिजुलीबाटै ढुङ्गे घट्ट सञ्चालन गर्ने गरी जडान गर्नुभयो। अहिले यो घट्ट बिजुलीबाट सञ्चालन हुन्छ अनि घट्टमा खाद्यान्न सामग्री कुट्न भ्याइ नभ्याइ हुने गरेको उहाँको भनाइ छ। यो व्यवसायबाट उहाँले वार्षिक झन्डै 4 लाखसम्म आम्दानी गर्नुहुन्छ। कमाई सँगसँगै उहाँले विभिन्न बाधा व्यवधान अनि चुनौतीको पनि सामना गर्नुभएको छ। सर अब यस्तो बाधा पऱ्यो भनेर आफूले हरेस खान भएन के अरे। गर्न कस्ता खालको बाधा आउँछन् अब यो मिल सञ्चालन गरिराख्दाखेरि? आउँछ सर। कहिले के बिग्रिन्छ कहिले के बिग्रिन्छ। कोही गराएको फेरि छिटो गर भन्नुहुन्छ। त्यहाँ अरूको पिस्दा त्यस्तै हुन्छ सर। त्यस्तो त सबैको चित्त बुझाउनु गाह्रो छ सर। चित्त बुझाउनु भर्खरै आउनुहुन्छ भर्खरै छिटो भन्नुहुन्छ। अर्कोको पिसिसकेको हुन्न। त्यस्तो हुन्छ कि सर। मेसिन बिग्रिन्छ मेसिन बिग्रिन्छ। कहिले मेसिन बिग्रिन्छ। मेसिनको कुरा बिग्रिन्छ सर। मेसिन अस्ति भर्खरै बिग्रियो र 8-9 दिन यहाँबाट नपाउने रहेछ सामान। उहाँबाट तल नेपाल अञ्चल नै अझै कहाँबाट पनि मगाएर बल्ल 1 हप्तामा बनायौँ र त्यो उतापट्टि धान कुट्ने बिग्रेर। त्यस्तो पनि हुन्छ सर। यो व्यवसायमा उहाँको श्रीमानले उहाँलाई उत्तिकै सहायता गर्नुहुन्छ। मेसिनमा समस्या आएमा खाद्यान्न सामग्री कुट्नु परेमा लगायतका काममा उहाँको श्रीमानले भरपूर साथ दिने गरेको रत्नाले बताउनुभयो। उहाँको घर वरिपरि निहाल्दा मिलदेखि अलि पर हामीले गोठसँगै भैँसी देख्यौँ। साथै खसी बोकासँगै कुखुराहरू पनि पाल्नु भएको रहेछ। अनि यही विषयमा उहाँसँग जानकारी पनि लियौँ। सर यो व्यवसाय भन्न मिल्दैन होला सर। यो घर खर्चको लागि नै हो सर। व्यवसाय गर्नको लागि त अलि धेरै पनि चाहियो। ठाउँ पनि हुनु पर्यो। ठाउँ पनि सानो छ। फेरि मान्छे पनि 2 जना मात्रै। अब छोराछोरी पढ्नेलाई यता लाग्यो भन्दा नि भएन। त्यो 2टाले मात्रै ठिकै छ सर। यो व्यवसायको लागि भन्न मिल्दैन। यो घर खर्चकै लागि भन्न मिल्छ सर। भैँसीबाट कति दुध उत्पादन हुन्छ? 18 माना जति। 18 माना त हुन्छ सर। भएको पनि थियो मैले नापेर बेच्दाखेरि
हुन्छ सर गाउँमै जान्छ छिमेकीमा जान्छ सर छिमेकीहरू आफू भ्याउनेहरू आउनुहुन्छ नभ्याउनेलाई पुऱ्याइदिन्छौँ पुर्याइदिनुहुन्छ हजुर सबैलाई पुगेछ अब लगाएको जतिलाई पुगेछ फेरि ल्याउ हामीलाई पनि भन्नुहुन्छ अब पुग्दैन अब के गर्ने व्यवसायको रूपमा पाल्नबाट हुन्थ्यो बिक्री त हुन्छ पाल्न सक्ने हो भने गर्न सक्ने हो भने व्यवसायबाट फाइदै छ सर घाटा हुन्न अब दुधको माग बढ्या छ अब भैँसी राख्न पाएको भए हुन्थ्यो भन्ने तपाईँको इच्छा चाहिँ छ सर अब श्रीमानले पनि यहाँ गोठ भइदियो भए म ल्याइसक्थेँ भन्नुभएको थियो अनि भाडामा राख्ने पनि कुरा गर्नुभएको छ त्यहाँ भाडाको जग्गा पनि हेर्नु भएको छ अलि फेरि हेर्ने मान्छे भएन कि हामी अलि 2 जना मात्रै भयो फेरि कि मिल छोडेर त्यो मात्रै गर्न पर्यो चारैतिर हात हाल्दाखेरि अलि गाह्रो पाइन्न कि भन्ने पनि भयो त्यस्तो पनि छ सर अब एउटाबाट सुरु गरिरहेको छ के अरे अब बिस्तारै त्यो पनि हुन सक्छ मान्छे राखेर नै व्यवसाय गर्न चाह्यो भने मान्छे राखेर पनि सकिन्छ उसले पनि रोजगार पाउँछन् हजुर त्यो पनि स्रोत छ के अरे सर उहाँले धेरै समय पहिला संस्थामा आबद्ध हुँदा 3000 रुपियाँ ऋण लिनुभएको थियो जुन त्यो बेलाको राम्रै रकम मानिन्थ्यो त्यही पैसालाई उहाँले उचित ठाउँमा लगानी गरेर अहिले वार्षिक रूपमा लाखौं रुपियाँ आम्दानी गरिरहनु भएको छ ऋणको सदुपयोगिताको विषयमा हामीले प्रश्न गर्दा उहाँले आफ्नो बुझाइ अथवा विचार भने यसरी प्रस्तुत गर्नुभयो जे व्यवसाय गर्न ल्याएको त्योमा खर्च गरेपछि हामी किस्ता तिर्न सजिलो हुन्छ के अब जुनमा लगानी गर्न ल्याएको अर्कोमा फजुल खर्च गर्यो भने त्यो त गाह्रो हुन्छ सर त्यस्तो गर्न हुन्न जुन लगानी मैले धान ल्याउँछु भनेर त्यही धानै ल्याएँ मैले त्यस्तै गरेर ल्याउन् हाम्रो दिदीबहिनीले भन्ने चाहन्छु सर जुन लगानी गर्न लाग्छ त्योमा लगाइन भने त गाह्रो हुन्छ सर आत्मबल मानिसको आन्तरिक शक्ति हो अर्थात् मानसिक रूपमा शक्तिशाली हुनु आत्मबल बलियो हुनु हो आत्मबलले शारीरिक काम गर्न पनि ऊर्जा दिन्छ दिमाग मन र बुद्धिको सम्मिश्रणले आत्मबल दिन्छ आत्मबल बलियो हुने व्यक्तिले नै सफलता प्राप्त गर्छन् आत्मबल बलियो बनाएर सङ्घर्ष गरेपछि सफलता खोज्न अन्त कतै जानु पर्दैन भन्ने भनाइलाई रत्नकुमारी थापाले प्रमाणित गर्नुभएको छ उहाँको यो व्यवसाय आगामी दिनमा अझ फस्टाउँदै जाओस् हामी सबैको शुभकामना।